यस विषयमा आफ्नो धन्यवाद चाहिँ महानगरका अध्यक्ष धन्यवाद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको अध्यक्ष राजन पौडेलजी। राजन पौडेलजीले अघि नै भनिसक्नुभयो, अब हामीसँग पर्याप्त मात्रामा बजेट छैन, बजेट पनि एकदम कटौती भएर आउँछ, त्यही माथि सीमित खेललाई मात्रै आएको छ। अहिले चाहिँ हाम्रो बजेट आएको चाहिँ एउटा एथलेटिक्सलाई चाहिँ हामीले लगभग एउटा म्याट दियौँ भने त्यसपछि ग्लोभ्सहरू हाम्रो केही ग्लोभ्सहरू तपाईँलाई चाहिँ त्यति प्राप्त मात्राको होइन तर पनि एउटा सहयोगको भावनाले हजुरले गरेको काम, गुरुले गरेको काम, म पनि यो भूतपूर्व खेलाडी यो सफलताको यो भुबु बक्सिङ क्लबको म सदस्य के अरे आजीवन सदस्य गुरु आजीवनै सदस्यको हैसियतले गर्दा म तपाईँहरूसँग सधैँभरि चाहिँ एउटा फ्यामिली नै हो। त्यसले गर्दा मैले जति सक्छु अझै पनि भोलिका दिनमा त्यस्ता बजेट आएको ठाउँमा त्यसमा पनि फेरि मैले सहयोग गर्नेछु भन्दै एकदम हजुरले एकदम राम्रो गर्नुभएको छ, अझै राम्रो गर्दै जानुहोस् भन्ने म शुभकामना दिँदै गुरुलाई एकदम धेरै धेरै धन्यवाद। गुरु अझै एकदम प्रगति कामना है, सबैजनाले गुरुहरूलाई सपोर्ट गर्नु पर्यो। गुरुहरू अलिकति अब एजेड यङ हुनुहुन्छ र म लोक गुरुको तर्फबाट नै केही छ भने राखेको हामी एउटा भाग्यमानी मान्छे है। बिहानै हामी ट्रेनिङ गऱ्यो, हामीहरूलाई उहाँ पोखरा महानगरपालिकाको अध्यक्ष स्पोर्ट्स, तपाईँलाई थाहा छैन भने स्पोर्ट्सको प्रेसिडेन्ट हुनुहुन्छ पोखरा महानगरपालिकाको, खेलाडी सङ्घको अध्यक्ष, उहाँ खेलाडी सङ्घको अध्यक्ष हुनुहुन्छ र खुदै उहाँ बक्सिङको उहाँ कोच हुनुहुन्छ, आफ्नो मुथाईको कोच हुनुहुन्छ, चिफ कोच, र उहाँहरूले हामीलाई ट्रेनिङ गरोस् भनेर र हाम्रो मेहनत तपाईँहरूको मेहनत देखेर है तपाईँहरूलाई ट्रेनिङ गरोस् भनेर हामीलाई ग्लोभ र स्पोर्ट्सको इक्विपमेन्टहरू हामीलाई अहिले भर्खरै हस्तान्तरण गर्नुभयो र यसमा हामीलाई एकदमै खुसी लागिरहेछ। र यो ग्लोभ खेल्दाखेरि तपाईँहरूले लगाउँदाखेरि यो सम्झिनु पऱ्यो कि उहाँ सरहरूले दिनुभएको ग्लोभलाई महत्त्व दिएर ट्रेनिङ गर्नु पऱ्यो र अगाडि तरक्की गर्नु पऱ्यो। जस्तो अहिले हामी कति लक्की, अहिले यो हालै यो जेठ महिनाको 13 गते यो हेटौडामा मकनपुरमा U19 र U22 को गेम हुँदैछ। हामीलाई ग्लोभ्सको अभाव थियो, यहाँ हामीलाई क्रिकेट हान्ने, पन्चिङ प्याड हान्ने यस्तो ग्लोभै छैन हामीसँग। इभन फाइटिङ ग्लोभ पनि हाम्रो युज गरिसकेको, त्यही युज गरेको सकेको ग्लोभले हामीले यहाँ युज गर्छ। र अहिले थप इक्विपमेन्ट आउँदाखेरि हाम्रो यो अहिलेको जो कम्पिटिसन छ त्यसलाई अझै राम्रो होला भन्ने मलाई आशा छ। आशा होइन, हामी कुछ न कुछ गरेर आउँछौँ भन्ने आशा गर्दैछु र उहाँहरूलाई धेरै धेरै धन्यवाद छ।